सुसमाचार, त्यो समाचारलाई भनिन्छ जुन समाचार सुनेर हामीले विश्वास गर्यौँ भने स्वर्ग गइन्छ। हामीले बाइबलका सबै पदहरू कण्ठ गर्दैमा हामीहरू स्वर्ग पुग्दैनौँ। हामीहरू बाइबल कलेजमा ब्याचलर गर्दैमा, डिग्री गर्दैमा, पिएचडी गर्दैमा हामी स्वर्ग पुग्दैनौँ। हामीहरू कुनै चर्चको मण्डलीको पास्टर नै भनौँ अथवा टिचर नै भनौँ, अरू कुनै पनि कुराले हामीहरूलाई स्वर्ग पुर्याउन्न र सिर्फ सुसमाचारले स्वर्ग पुर्याउँछ। सबैलाई जय मसीह। परमेश्वरले यहाँहरूलाई आशिष दिनुभएको होस् र सिक्नु हाम्रो जीवनको ठुलो पाटो हो। यो कहिल्यै सिद्धिन्न। यो धरतीबाट हामी न जाउन्जेल हामीले सिक्ने कुरा लगातार हुन्छ। र आज हामी विशेष गरेर हाम्रो यहाँ लेखिएको छ सुसमाचार सुनाउँदा आउने बाधाहरू, यो भनेर हाम्रो लेख्नुभएको छ पास्टरज्यूले। यसभन्दा पनि बाधा ठिक छ, यो यसैलाई नै मेन फोकस गरौँ। यसलाई म अलि फरक ढङ्गले व्याख्या गर्नेछु। सुसमाचार भनेको के हो भनेर कसैले सोधेमा सिधा हामीले भन्नुपर्छ सुसमाचार, त्यो समाचारलाई भनिन्छ जुन समाचार सुनेर हामीले विश्वास गर्यौँ भने स्वर्ग गइन्छ। कुन समाचारलाई सुसमाचार भनिन्छ? जुन सुसमाचार सुनेर हामीले विश्वास गर्यौँ भने त्यो समाचारमा विश्वास गर्दा, त्यो भनेको त्यो सन्देशमा विश्वास गर्दा हामी स्वर्ग जान पाउँछौँ। त्यसैले यसलाई छुट्टै नाम दिएको छ। संसारमा असल सन्देश, राम्रो खबर, हैन, विभिन्न कुराहरू छ, सुसन्देश के छ, तर सुसमाचार भनेर छुट्टै एउटा समाचारलाई बताइन्छ जुन समाचारले हामीलाई स्वर्ग पुर्याउँछ। हामीले बाइबलका सबै पदहरू कण्ठ गर्दैमा हामीहरू स्वर्ग पुग्दैनौँ। हामीहरू बाइबल कलेजमा ब्याचलर गर्दैमा, डिग्री गर्दैमा, पिएचडी गर्दैमा हामी स्वर्ग पुग्दैनौँ। हामीहरू कुनै चर्चको मण्डलीको पास्टर नै भनौँ अथवा टिचर नै भनौँ, अरू कुनै पनि कुराले हामीहरूलाई स्वर्ग पुर्याउन्न र सिर्फ सुसमाचारले स्वर्ग पुर्याउँछ। त्यसैले यसलाई सुसमाचार भनिन्छ। सुसमाचार भनेको के हो भन्यो भने त्यसको व्याख्या गर्ने र जुन समाचारले, जुन सन्देशले हामीलाई स्वर्ग पुर्याउँछ, हाम्रो आत्माले स्वर्गमा बास गर्छ, त्यो समाचारलाई सुसमाचार भनिन्छ। सुरुमा सुसमाचार बारे तपाईहरूलाई यसको भ्यालु बुझाउनलाई म एउटा उदाहरण दिन्छु। म चित्र मलाई बनाउन आउन है, एउटा यस्तो के भयो, टाउको गाईको भयो, पछाडि चाहिँ अर्कै भयो है, स्वीकार्नुहोस् है। यो कस्तुरी, सुन्नु भएको छ? कस्तुरी एउटा जनावर हो। कस्तुरी सुन्नु भएको छ? यसलाई कस्तुरी नै भन्छ। डोल्पाबाट हुनुहुन्छ है कोही, मुगुबाट? कस्तुरीलाई के भन्छ? कस्तुरी नै भनिन्छ, कस्तुरी नै भनिन्छ हैन। हामी यो धरतीमा तपाईँ हामीलाई परमेश्वरले उहाँको महिमाको लागि चुन्नु भएको छ। परमेश्वरको महिमा होस्। र त्यसमा महान आज्ञा यो चुनिसकेपछि हामीले सधैँ र सबैले थाहा भएको महान आज्ञा के हो? मत्तीको पुस्तकमा छ हैन। महान आज्ञा मत्ती 28 अध्यायमा छ। र आज्ञा धेरै छन् र महान आज्ञा एउटा छ, त्यो के हो? सुसमाचार सुनाउने। अब त्यसलाई उदाहरण के भन्छु भने यो सबै, यो कस्तुरी यो हिमालमा पाइने एउटा जनावर हो र यो जनावरले हिमालमा बुकी खान्छ, के खान्छ हैन। मलाई पनि त्यति यसको बारेमा थाहा छैन के खान्छ। हिमालमा पाइने जनावर हो
र यसमा यो नाइट्रो भनेको कहाँ हुन्छ? यतै हुन्छ हैन? यो नाइट्रोमा एउटा चिज हुन्छ, त्यसलाई के भन्छ? बिना भन्छ। कहाँ हुन्छ? यही नाइट्रोमा हुन्छ, यही कता हुन्छ हैन? नाइट्रोमा। ओके, यो नाभिमा बिना भन्ने चिज हुन्छ जो धेरै महँगो हुन्छ। अहिले तोलाको कति होला? कति छ? धेरै छ हैन? तोलामा बिक्री हुन्छ हैन? त्यो सुनको जस्तै तोलामा बिक्री हुन्छ। अनि यो कस्तुरी मार्यो भने हामी मासु खान्छौँ खान्नौ? मिठो हुन्छ होला हैन? कस्तुरीको हिमालमा बस्ने कस्तुरी, यसको मासु धेरै मिठो हुन्छ। मार्यो भने पक्कै पनि हामीले एउटा कस्तुरी मारेर यहाँ ल्याउनु पर्छ, केजीको 2000, 2500, 3000 पनि हालेर लिन सक्छन् कस्तुरीको मासु भन्यो भने हैन? किनभने त्यो नयाँ सधैँ पाइने चिज होइन। र यो मासु महँगो छ कि छैन? राम्रो हो कि होइन? मासु, कस्तुरीको मासु धेरै राम्रो हो। सेम यसरी नै हामीलाई परमेश्वरले उहाँको राज्य विस्तारको लागि चुन्नु भयो भने हामीले यहाँभित्र धेरै प्रकारका सेवा हुन्छन्, जो हाम्रा प्रभु येशूले पनि गर्नुभयो। धेरै प्रकारका सेवा हुन्छन्। दुखी, गरिब, विधवा, टुहुरालाई सेवा गर्ने धर्मको कामहरू हुन्छ। चर्चमा आउनु धर्म होइन है, मन्दिरमा जानु धर्म होइन, चर्चमा जानु धर्म होइन, मस्जिदमा जानु धर्म होइन। त्यहाँ धर्म गर्नलाई त्यहाँ जानु पर्दैन, धर्म गर्नलाई यहाँ आउनु पर्दैन। धर्म गर्नलाई कहाँ जाने हो? हस्पिटलतिर जानु पर्यो। धर्म गर्नलाई गाउँघरतिर जानु पर्यो। धर्म गर्नलाई बाटोघाटो कता छ हैन? दुखी, गरिब, असहाय, कमजोर, समस्यामा परेकाहरूलाई सहायता गर्न, धर्म गर्न त्यहाँ जानु पर्यो। सेवा नै धर्म भनेर सिक्नु पर्यो। र यहाँ जब हामी आफ्नो आस्थाको केन्द्र, कोही चर्च जान्छन्, कोही मन्दिर जान्छन्, धेरै राम्रोसँग व्याख्या गरेर सिकाउन सक्ने भयौँ, अथवा चिल्ड्रेन्स बालगृह खोल्यौँ, वृद्धाश्रम खोल्यौँ, प्रभु येशू ख्रीष्टको नाममा धेरै राम्रा काम गर्यौँ। चर्च बिल्डिङ बनाउनलाई हामीले पैसा दियौँ हैन? पास्टरलाई सपोर्ट गर्यौँ, हामीले बाइबल फ्रीमा वितरण गर्यौँ। जे पनि काम, सबै काम के हो? कस्तुरीको मासु हो, मासु। तर सुसमाचार सुनाएर कोही मरिरहेको आत्मालाई प्रभु येशूमा ल्याएर विश्वास गर्नु भनेको के हो? त्यसलाई बिना बिना भनिन्छ। सुसमाचार सुनाउनु भनेको त्यति महँगो चिज हो जुन अरू, जसरी कस्तुरीको बिनासँग अरू मासुको तुलना गर्न सकिँदैन। सकिन्छ? बिना यति सानो हुन्छ। त्यो बिनाले त्यो कस्तुरीको पुरै शरीरको मासु त त्यो 20-25 वटा कस्तुरी भन्दा बढी, 40-50 वटा कस्तुरी भन्दा बढी किन्छ एउटा बिनाले। त्यसरी नै तपाईहरुले जीवनमा, लाइफमा एकजनाको मात्रै जीवन बचाउनु भयो भने सुसमाचार सुनेर जीवनमा अरू सबै जीवनभरि गरेको सेवाकाई भन्दा महँगो चिज त्यो हुन्छ एकजनाको आत्मा बचाउनु। त्यसैले यसरी बुझिदिनुहोस्, सुसमाचार सुनाएर कसैले प्रभुमा जित्नु भनेको हामीले बिना पाउनु हो, बिना प्राप्त गर्नु हो। र सुसमाचार सुनाएर हामीले कसैले पनि जितेनौँ, आफू मात्र क्रिस्चियन भयौँ, हामीले जीवनभरि सेवा गर्यौँ, प्रभुको राज्यमा काम गर्यौँ र एकजनालाई पनि हामीले प्रभुमा जितेनौँ भने हामीहरूले मासु खायौँ, हामी आफू त स्वर्गमा गयौँ र अर्को त्यो महँगो चिज हामीले पाउने रिवार्ड, स्वर्गमा जुन रिवार्ड पाउँछौँ त्यो रिवार्ड पाउन सकिँदैन। त्यो सुसमाचारले पाइन्छ। र आज तपाईहरुलाई सुसमाचार सुनाउँदा आउने बाधाहरू धेरै छन्। यो भन्दा पनि म क्लियर के गर्न चाहन्छु भने सुसमाचार सुनाउनु भनेको के हो? बिउ छर्नु हो। यो त सबैले थाहा छ हैन? बिउ छर्नु हो। र बिउ छर्दा हामीले सुरुमा प्रभुमा विश्वास गरिसकेपछि अनि आफू ग्रहण गरिसकेपछि अरूलाई ग्रहण गर्नुपर्छ, ग्रहण गराउनुपर्छ, सुसमाचार सुनाउनु पर्छ। यो कुरा सबैले थाहा छ। बिउ छर्नुपर्छ, यो कुरा सबैले थाहा छ। तर बिउ छर्नुभन्दा अगाडि एउटा काम गर्नुपर्ने हुन्छ। त्यो के होला तपाईहरुको विचारमा? हामी खेतबारीमा गएर बिउ छर्न गयौँ भने बिउ छर्नुभन्दा पहिला एउटा काम गर्नुपर्छ। के गर्नुपर्छ? एक्ज्याक्ट। हामीले बिउ छर्नुभन्दा पहिला के गर्नुपर्छ? खेत तयारी गर्नुपर्छ। बिउ छर्नु भन्दैमा लगेर बिउ झार जङ्गलमा जता पाए त्यतै फाल्यो भने हामीले त्यहाँबाट उब्जनी काट्छौँ, राम्रो फल फल्छ? फल्दैन। म यो कुरा लिन चाहन्छु र बिउ छर्नुभन्दा पहिला हामीले खेत बनाउने कुरा ध्यान दिनुपर्ने कुरा म लिन्छु। र यहाँनिर बाइबलमा, यो बाइबलको सुरुको पुस्तक
उत्पत्तिको पुस्तक छ। इज दिस भन्यो भने त्यो धेरै आउँछ रियालिटी इज दिस भनेको। अनि मैले बनाएको रियालिटी इज दिस भनेर पछाडि प्रवचनशाही भनेर लेख्नुभयो भने ट्याक्क त्यो आउँछ है। त्यो तपाईँले हेर्न सक्नुहुन्छ। आज त्यो कुरा म तपाईँहरूलाई सिधै यहाँ फेस टु फेस त्यो कुरा प्रस्तुत गर्न जाँदैछु। र यो मैले मेट्दिएँ है। के अरे ठोस चिज जे जति हामी देख्छौँ, ठोस चिज जति जे जति देख्छौँ कसै न कसैले बनाएको हुन्छ। यो कुरा तपाईँ विचार गर्नुहुन्छ? विचार गर्नुहुन्छ कि नै? यो कसैले बनाएको हो, यो चिज कसैले बनाएको हो, यो चिज कसैले बनाएको हो, यो घर कसैले बनाएको, यो सबै कसैले बनाएको भन्दै लिँदा 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 हिमाल पहाडहरू पनि ठोस चिज हो। यो पृथ्वी पनि के हो? ठोस चिज हो। यो कसैले बनाएको हो कि होइन? हो। यो विचार गर्छौँ होइन? र यो बनिसकेपछि बाइबल हाम्रो हातमा आएको हो। यो सबै चिज बनिसकेपछि हामी पनि यो धरतीमा आएका हौँ। र यो बनिसकेपछि देवी देवता यो धरतीमा आएका हुन्। पहिला त पृथ्वी बन्यो होला नि, यो कुरा थाहा छ? म एउटा जियोग्राफी को स्टुडेन्ट भएको नाताले यसलाई म धेरै गहिराइमा मैले सोचेँ। पढ्दाखेरि मलाई एकदमै यसको अनुभव लगेँ मैले कलेजमा। तर अहिले बाइबल पढिसकेपछि जुन रेभलेसन परमेश्वरले देखाउनु भयो, यो कुरा अगाडि पढेको कुनै पनि मेरो शिक्षा भन्दा बेहद कतियो गति माथि छ। जो कुरा म तपाईँलाई बताउँदैछु, किनभने तपाईँहरूले विश्वास गर्नुपर्छ, द ग्रेटेस्ट टिचर इज द होली स्पिरिट। सबैभन्दा ठुलो शिक्षक को हुनुहुन्छ? पवित्र आत्मा हुनुहुन्छ। उहाँभन्दा ठुलो शिक्षक कोही पनि छैन। त्यसैले तपाईँ हामीहरूले शिक्षकहरूबाट सिकाएको कुरा सिक्ने हो, तर सबैभन्दा नयाँ नौलो गहिरा गुप्त कुराहरू सिधै डाइरेक्ट सिक्न चाहन्छौँ भने हामीले सबैभन्दा ठुला गुरु पवित्र आत्मा परमेश्वरसँग एकान्त समय बिताउनुपर्छ। उहाँसँग सही राम्रो रिलेसन राख्नुपर्छ होइन? उहाँ नै सबैभन्दा ठुलो गुरु हुनुहुन्छ। उहाँले नै गहिरा र गुप्त कुराहरू सिकाउनु हुनुहुन्छ। त्यसैले तपाईँ हामीले आज यो कुरा बुझ्नेछौँ कि यो पृथ्वी बन्नुभन्दा पहिलेबाट के कुरा के छलफल गर्नेछौँ। तयार हुनुहुन्छ? यो पृथ्वी बनाउनुभन्दा पहिलेकै कुरा जुन पवित्र आत्मा परमेश्वरले रेभलेसन गर्नुभयो, देखाउनु भयो, त्यो कुरा आज म तपाईँहरूका बिचमा प्रस्तुत गर्न चाहन्छु। म बाइबलमा एकछिनपछि आउँछु है। बाइबलमा अहिले बाइबल सुरु हुनुभन्दा पहिलाको कुरा हामी छलफल गर्छौँ। बाइबलको उत्पत्तिको पुस्तकमा पनि त्यहाँ परमेश्वर हुनुहुन्थ्यो। परमेश्वरको आत्मा पानीमाथि घुमिरहनुहुन्थ्यो। पृथ्वी आकार दिनको थियो। योबाट सुरु हुन्छ हो कि होइन? बाइबल यसरी सुरु हुन्छ। बाइबल छन् जसलाई सुपर ह्युमन बिङ्स लाग्छ। महामानव, हामी मानव हो अनि महामानव भन्ने शब्द लाग्छ। तिनीहरू कोही भन्न सक्नुहुन्छ? तिनीहरू छन्, तिनीहरू पनि धेरै छन्, बहुवचनमा छन्। एउटाको नाम भन्न सक्नुहुन्छ? उदाहरणको लागि राम। राम भन्ने नाम केमा आउँछ? सुपर ह्युमन बिङ्समा आउँछ। सुपर ह्युमन बिङ्समा आउँछ राम। बुद्धको नाम कहाँ आउँछ? सुपर ह्युमन बिङ्समा आउँछ। कृष्ण विष्णु भगवानका 10 अवतारको नाम सुपर ह्युमन बिङ्समा आउँछ। उहाँहरू यो धरतीमा जन्मिनु त जन्मिनु भयो। उहाँहरू तपाईँ हामी जस्तो नर्मल मान्छे पनि हुनुहुन्न। उहाँहरू सृष्टिकर्ता ईश्वर जस्तो पनि हुनुहुन्न। उहाँहरू देवी देवता जस्तो पनि हुनुहुन्न। उहाँहरू स्वर्गदूत जस्तो पनि हुनुहुन्न। उहाँहरू भगवान हुनुहुन्छ। सुपर ह्युमन बिङ्सलाई नेपालीमा महामानव भनिन्छ र अर्को अर्थमा भगवानहरू भनेर बुझिन्छ। यो कुरा थाहा छैन तपाईँहरूलाई? थाहा छ? थाहा थियो कि नै? सुपर ह्युमन बिङ्स जसलाई गड नै भनिन्छ, तर स्मल लेटर जीबाट सुरु हुन्छ, पछाडि एस लाग्छ। पहिलो स्टेप हो ईश्वरलाई मान्ने थालनीको। त्यो सुरुको नर्सरी स्टेप हो भगवानलाई मान्नु भनेको के हो? नर्सरी लेभल हो, स्कुलको नर्सरी लेभल। जस्तै ईश्वर शास्त्रमा भगवानलाई मान्नु भनेको स्कुलमा नर्सरी क्लास पढ्नु जस्तै हो। तर हाम्रो सोच के छ? आज संसारको सोच के छ? सबैभन्दा माथि भगवान छ।
त्यही सोच कि छैन? प्रायः जसो मान्छेले माथि भगवान्लाई सम्झिनुपर्छ भन्छन्। आखिर भगवान् स्वर्गका होइन, भगवान् धरतीका हुन्। धरतीमा जन्मेर 10 अवतार लिएर विभिन्न उनीहरूले जुन स्वर्गदूत, एउटा शक्तिशाली स्वर्गदूतबाट शक्ति पाएर, अवतार पाएर, एउटा विशेष वरदान पाएर धरतीमा जन्मेर सामान्य मानिसहरूभन्दा विशेष प्रकारको काम गर्नेलाई भगवानको क्याटेगोरीमा राखेको छ। उनीहरूले भगवान भनेको छ। भगवान र ईश्वरमा धेरै फरक छ। पहिलो लेभल। अनि यो कुरा पछि तपाईँ म त्यो च्याप्टर सुरु गर्दाखेरि बुझ्नुहुन्छ। भगवान कोन गरे डिक्सनरी, अक्सफोर्ड डिक्सनरीमै हेरे पनि पाउनुहुन्छ। भगवान भनेको धरतीमा जन्मेको, स्थापित भएको विभिन्न ऐतिहासिक घटनाहरू छन्। 10 अवतार, भगवानका 10 अवतार यो गड्समा पर्छ। यहाँभन्दा माथि के पर्छ? फलन एन्जल्स। फलन एन्जल्स भनेको के हो? फल भनेको झर्नु, इङ्ग्लिस शब्द। फलन भनेको झारिएको, एन्जल्स भनेको के? स्वर्गदूत। फलन एन्जल्स भनेको स्वर्गबाट झारिएका स्वर्गदूत। यिनीहरूको 10 अवतार छन्। यिनीहरू कति छन्? 33%, जसलाई आज धरतीमा 33 कोटी भन्ने शब्द आउँछ। फलन एन्जल्स 33% स्वर्गमा आउने। अब क्लियर तपाईँहरू पछि हुनुहुन्छ। मैले सर्टकटमा यो पछि बुझ्न सजिलो होस् भनेर यो मैले बताएँ। अब यो क्रममा सुरुमा संसार शून्य, पृथ्वी बन्नुभन्दा पहिला क्लियर कोही पनि थिएन। अहिले नै हजुरहरूले भने चाहिँ सुरुमा ईश्वरको चित्र कसैले देखेको छैन। त्यसैले मैले एउटा फर इक्जाम्पल यस्तै बनाएँ है। इङ्ग्लिसमा यसलाई गड भनिन्छ, नेपालीमा यसलाई ईश्वर भनिन्छ। उहाँ तपाईँहरूले बुझ्नुहोस्, यो एउटा म्याप जहाँ न त पृथ्वी छ, न त सूर्य छ, न त चन्द्रमा छ, न त कोही पशुपक्षी छ, कोही पनि नहुँदै देयर मस्ट बी द क्रिएटर। केही पनि हुनुभन्दा पहिला त्यहाँ सृष्टिकर्ता हुनुहुन्थ्यो। पक्कै पनि त्यहाँ सृष्टि गर्ने सबै कुरा सृष्टि भयो। सृष्टि हुनुभन्दा पहिला सृष्टिकर्ता त हुनुहुन्थ्यो होला नि। चिज सामान बन्नुभन्दा पहिला बनाउने व्यक्ति त हुन्छ नि, हो कि न? त्यसरी नै यो संसार बन्नुभन्दा पहिला संसार रच्नुहुने सृष्टिकर्ता ईश्वर हुनुहुन्थ्यो। यो कुरामा तपाईँहरू सहमत हुनुहुन्थ्यो कि नै? कसैलाई प्रश्न छ भने बिचमा सोध्नु होला है। म त्यो कुरा अहिले तपाईँले जे कुरा बाइबलबाट बुझाउनु पर्ने त्यहाँ आउँछु। म पहिला सुरुमा यो कन्सेप्ट बुझाउँदैछु। इङ्ग्लिसमा गड भनिन्छ, नेपालीमा ईश्वर भनिन्छ। अथवा मानिसहरूले मानिरहेका ईश्वरहरूका पनि ईश्वरलाई परमेश्वर भनिन्छ। मानिसहरूले त धेरै ईश्वर बनाएका छन् र ईश्वरहरूका पनि ईश्वरलाई परमेश्वर भनिन्छ। उहाँलाई परमेश्वर, परमेश्वरलाई सर्टकटमा भन्दा परमेश्वर भनेको हो, हैन? केही पनि भनेको छैन। हेर्नुहोस् है, शून्य छ। यो पृथ्वी बन्नुभन्दा पहिलाको कुरा तपाईँले कन्सेप्टमा राखिराख्नुहोस्। राम्रोसँग बुझ्नुपर्छ। हामीले जे कुरा अरूलाई सिकाउँदैछौँ, जे कुरा अरूलाई बुझाउँदैछौँ, त्यो कुरा क्लियरली आफूले बुझ्नुपर्छ। नत्र भने बाइबलले के भनेको छ? शून्यहरूभन्दा न्याय कसले पाउनेछ? पहिला भन्नेले। सिक्नेले भन्दा न्याय पहिला कसले पाउनेछ? सिकाउनेले। तपाईँ हामी एउटा सिक्दैछौँ भने पक्कै पनि एक दिन सिक्ने हुन्छौँ। हामीले अरूलाई सिकाउँदैछौँ भने आफूले त्यो कुरामा कतिको विज्ञ छौँ, त्यो कुरामा कतिको स्योर छौँ, यो कुरा निश्चित गर्नुपर्छ। त्यसैले सिकाउँदाखेरि हामीले क्लियर सिक्नुपर्छ। यो एउटा खेलबाट होइन है। आज विश्व यसमा उम्रिएको छ, यसमा केही यथार्थ छ र यो कुरा हामीले गहिरो रूपले बुझ्नुपर्छ। संसार बन्नुभन्दा पहिला त्यहाँ सृष्टि गर्नुहुने सृष्टिकर्ता ईश्वर हुनुहुन्थ्यो र उहाँ एक्लै हुनुहुन्थ्यो। एक्लै हजारौँ लाखौँ कति वर्ष मान्छेलाई थाहा छैन, कति वर्ष उहाँ एक्लै हुनुहुन्थ्यो थाहा छैन। त्यहाँ पछि एक दिन उहाँलाई त्यो सोच आएको छ, अब म के गर्छु? राज्य विस्तार गर्छु। उदाहरणको लागि देशमा सबै चुनाव भइसकेपछि अनि पहिला प्रधानमन्त्री बन्छ। प्रधानमन्त्री बनिसकेपछि अनि राज्य विस्तार गर्छन्, उहाँका मन्त्रीमण्डलहरू गठन गर्छन्। त्यसरी नै सुरुमा सृष्टिकर्ता ईश्वर हुनुहुन्थ्यो र पृथ्वी त धेरै पछि बनेको छ। म त्यहाँ आउँछु, यो कुरा एकदमै माइन्डमा सेट गर्दै जानुहोस्।
धेरै हजारौँ लाखौँ कति वर्षपछि उहाँलाई सोच आयो, म अब स्वर्गमा, यो स्वर्गको कुरा, स्वर्गमा स्वर्गीय राज्य विस्तार गर्छु भनेर उहाँले के गर्नुभएको छ? हेभनली किङडम भनेको छ यसलाई इङ्ग्लिसमा, नेपालीमा स्वर्गीय राज्यको विस्तार गर्नुभएको छ। तपाईँ यो सुसमाचारको थाहा लिने कुरा हो है। हेर्नुहोस् है, सुसमाचार सुनाउँदा यो कुराबाट तपाईँहरूले बुझिसक्नुभयो, दिमागमा लिनुभयो भने तपाईँले सुसमाचारमा के हुनुहुन्छ? एकदमै निडरताका साथ सुसमाचार सुनाउन सक्नुहुन्छ। सुरुमा ईश्वर मात्र हुनुहुन्थ्यो। ईश्वरले धेरै वर्षपछि उहाँको सोचमा स्वर्गीय राज्य विस्तार गर्नुभयो र स्वर्गमा 100 करोड स्वर्गदूतहरू बनाउनु भएको छ। हेर्नुहोस् है, यो कुरा तपाईँले सबै बाइबल पुरा पढेर यो सुरुदेखि अन्तिमसम्म, सुरुदेखि अन्तिम सबै पढ्नुभयो भने तपाईँ हामीलाई केही न केही उहाँले रेभलेसन दिनुहुन्छ, दर्शन दिनुहुन्छ। स्वर्गदूत बनाउनु भयो 100 करोड। 100 करोड मात्र होइन है, धरतीमा 33 करोड मात्र आए। स्वर्गमा अरू बाँकी त्यसमा घटाउनु 100 करोडबाट यसरी नबन्नु होला। धर्मशास्त्रमा 33% भनेको छ। 1/3 भनेको के हो? 33%। कतिमा? 100%मा 33% भनेको 100 करोड थिए, त्यसमा 33 करोड मात्र यहाँ आए भन्ने होइन। 1/3 भनेको 100%मा 1/3 भन्न खोजेको हो। त्यसकारण 33% हो। पछि अब यो स्वर्गको राज्य यति राम्रो, यति सुन्दर, यति आनन्दित नामै स्वर्गको राज्य कति राम्रो होला, कति असल होला। तपाईँले कल्पना गर्नुहुन्छ कहिलेकाहीँ धरतीमा दुःख पर्दा, समस्या पर्दा म बरु प्रभुसँग जान पाएँ, त्यहाँ अनन्तको राज्य थियो होला भनेर तपाईँलाई याद आउँछ कि नै? मलाई धेरै पटक याद आउँछ। जब म प्लेनमा यात्रा गर्दा बादलमाथि जब प्लेन उड्छ अनि त्यहाँ पनि म कल्पना गर्छु, जुन दिन हामी धरतीबाट उठाइनेछौँ यसरी नै हामी बादलमाथि आउँछौँ होला। वाह, यस्तोमा हामी हुन्छौँ होला, अनि हामीसँग प्रभु येशू हुनुहुन्छ होला, अनि यस्तो गर्छौँ होला। एकदमै राम्रो होइन, कल्पना आउँछ बादलमाथि जब प्लेन उड्दै गर्दा। त्यसरी हामीहरू एक दिन त्यहाँ जान्छौँ र यो पृथ्वीमाथि बादल, यो त धेरै तलको कुरा हो। बादल त अन्तरिक्ष भित्र मात्र हुन्छ। अन्तरिक्ष र वायुमण्डल भन्ने थाहा छ तपाईँलाई? थाहा छ? जसलाई निद्रा आएको छ तैँले जवाब दिनु त। अन्तरिक्ष कसलाई भन्छ? अन्तरिक्ष कसलाई भन्छ? अन्तरिक्ष तपाईँलाई थाहा छ? अन्तरिक्षमा सबभन्दा पहिला कहाँको वैज्ञानिक गएका थिए? रसियाको वैज्ञानिक अन्तरिक्षमा पहिलोपटक जानुभएको थियो। अनि चन्द्रमामा कहाँको विद्वान जानुभएको थियो? चन्द्रमामा पुग्ने पहिलो व्यक्ति अमेरिकन हुनुहुन्थ्यो, तर अन्तरिक्षमा जाने पहिलो व्यक्ति रसियन हुनुहुन्थ्यो होइन। अनि यो कुरा अर्कोतिर हो। अन्तरिक्ष भनेको पृथ्वी बाहिर वायुमण्डल छ, धेरै माथिसम्म वायुमण्डल छ। वायुमण्डल सिद्धिसकेपछि जहाँ वायुमण्डल नै छैन, हावाको एक ठाउँ सिद्धिन्छ, त्यहाँभन्दा बाहिर हावा हुँदैन। हो, त्यो यो हावा बादल यो सबै हुँदा 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 एक ठाउँ त्यो छ, त्यहाँभन्दा बाहिर हावा नै हुँदैन। हो, हावा जहाँ सिद्धिन्छ, हावा पनि नहुने ठाउँलाई त्यसलाई भन्छ अन्तरिक्ष। पृथ्वी गोलो छ, पृथ्वी वरिपरि धेरै किलोमिटर हावा छ र हावा एक दिन सिद्धिन्छ, त्यहाँ बाहिर हावै छैन। हो, त्यो ठाउँलाई हो अन्तरिक्ष भन्ने। त्यहाँ यस्ता नर्मल प्लेनहरू जान सक्दैनन्। त्यहाँ जानलाई प्लेन 11.5 किलोमिटर 1 सेकेन्डमा पार गर्ने स्पिडमा हिँड्ने रकेट मात्र त्यहाँभित्र छिर्न पाउँछ, नत्र भने फर्केर भित्र आउँछ। 1 सेकेन्डमा 11 किलोमिटर है 500 मिटर छिटो जाने त्यो रकेट मात्र छिर्न पाउँछ क्या त्यहाँ बाहिर, हावा भएको ठाउँबाट नभएको ठाउँभित्र। त्यो हो अन्तरिक्ष। त्यहाँभन्दा बाहिरलाई भन्छ। त्यहाँ प्लेन छोडेर रकेट छोडेर बाहिर पनि आउँछन् मान्छे, त्यहाँ झर्दैनन्, किनभने पृथ्वीको गुरुत्व आकर्षणले त्यहाँ काम गर्दैन। हो, अब परमेश्वर उहाँले 100 के करोडौं स्वर्गदूत बनाउनु भयो। यो स्वर्गदूतहरूलाई पहिला आफै चलाउनुहुन्थ्यो, सबैलाई आफै चलाउनु। धेरै स्वर्गदूत आफैले अराउने, आफैले व्यवस्थापन गर्ने, सबै गर्नुहुन्थ्यो। तर धेरै पछि उहाँले अर्को सोच थाहा नै भयो। बोर लाग्यो होला होइन तपाईँहरूलाई? कतिपयले बोर लाग्छ यो। सुन्नुहोस् है, यो कुरा सुरुवातबाट नै, जस्तै हामीहरू कतिपटक हाम्रा हिन्दू दाजुभाइ आमा बुवाहरू भन्नुहुन्छ सनातन
भन्नुहुन्छ। अनि म उहाँले जब भन्दै गर्दा कुरा पऱ्यो भने सनातन त सनातन कति वर्ष पहिलाको सनातन? 3 पुस्ते सनातन कि 5 पुस्ते सनातन कि 10 पुस्ते सनातन कि? तपाईँले कति पुस्ता थाहा छ? तपाईँ त सनातनवादी हुनुहुन्छ। सनातन हुनुहुन्छ, पहिल्यै सनातनदेखि चलिआएको, कहिलेसम्म थाहा छ हजुरलाई? कति वर्ष पुरानो सनातन थाहा छ भन्दा बढीमा 3 पुस्ता थाहा हुन्छ, 2 पुस्ता थाहा हुन्छ, त्योभन्दा पहिला थाहै हुँदैन। वास्तविक सनातन भनेको त मानव सृष्टिको सुरुदेखि त तपाईँ हामीले बुझेका छौँ, तपाईँ हामीले पढेका छौँ, हो कि होइन? संसारको सबभन्दा पहिलो व्यक्तिको नाम के हो भन्यो भने पहिलो व्यक्ति त बाँदर हो भन्छ। तपाईँ त बाँदरको नाति हुनु रहेछ भन्यो भने फेरि रिस उठ्छ। हाम्रो पुर्खा बाँदर भन्छन्। तपाईँ चाहिँ बाँदरको नाति हुनुहुन्छ भन्यो भने रिस उठ्छ। पुर्खा बाँदर थियो भने बाँदरको नाति त भयौँ। हामी बाँदरको नाति हो? बाँदरको छोराछोरी हो? हामी मान्छेका छोराछोरी हौँ, मान्छेकै नाति हौँ। तर चार्ल्स डार्विनको थ्योरी अफ इभोल्युसन, जाति प्रजातिको उत्पत्ति भन्ने पढ्नुपर्छ होइन? चार्ल्स डार्विनको सिद्धान्त हो। मानिसको विकसित, बाँदरको विकसित रूप मानव भन्ने होइन? त्यो पछि तलको कुरा हुन्छ। र सुरुमा धेरै पहिलाको कुरा हो, यो पृथ्वी सृष्टि हुनुभन्दा पहिलाको कुरा हो। हामी ज्योतिका सन्तानले यो बुझिराख्नुपर्छ। हामीहरू भनेको स्वर्गको रहस्य हामीले खुलाइदिनु भएको छ परमेश्वरले। हामी स्वर्गीय रहस्य धरतीका मानिसलाई खुलाइदिने व्यक्तिहरू हौँ, हामी नर्मल व्यक्तिहरू होइनौँ। प्रभुमा आइसकेपछि तपाईँले हरेकले आफूलाई के सम्झिनुपर्छ? म त विशेष व्यक्ति हुँ, मलाई स्वर्गका समेत रहस्य खुलाइदिनु भएको छ। संसारको कोही प्रधानमन्त्री आओस्, राष्ट्रपति आओस्, यदि परमेश्वरको ज्ञान उहाँसँग छैन भने उहाँ विशेष व्यक्ति होइन, जो स्वर्गका रहस्य खुलाइदिएको छैन, स्वर्गदूतको रहस्य खुलाइदिएको छैन, देवी देवताको रहस्य खुलाइदिएको छैन। आज तपाईँ हामी क्रिस्चियन मान्छे गयौँ भने देवी देवता भूत प्रेत आफै डरले भाग्छन् कि हामी डराएर भाग्छौँ? प्योर क्रिस्चियन मान्छे जानुपर्छ, दैत दानव देवी देवता भूत प्रेत डरले उनीहरू भाग्छन्। किन? हाम्रो चारैतिर परमेश्वरले स्वर्गदूत अटाउनु भएको हुन्छ, जसलाई हामीले देखेका हुँदैनौँ। हामी जहाँ जान्छौँ, यदि हामीमा येशू हुनुहुन्छ भने, येशू हामीमा बास गर्नुभएको छ भने हाम्रो वरिपरि स्वर्गदूतको पहरेदार हुन्छ। हालेलुया। तपाईँ हामीले देखिएका हुँदैनौँ, हामीले विश्वास नगर्न सक्छौँ, विश्वास गर्नुहोस् यदि तपाईँ हामी साँचो विश्वासी हौँ भने। ती स्वर्गदूत भनेका यिनीहरू हुन्। अब ईश्वरले यी स्वर्गदूतहरू बनाउनु भयो। स्वर्गदूत हजारौँ लाखौँ वर्षमा आफैले चलाउनु भयो। धेरै पछि मलाई फेरि अर्को कल्पना आएको छ। त्यो कल्पना के हो? अब म ग्रुप विभाजन गर्छु। तपाईँहरू पनि यहाँ छ कि छैन थाहा छैन, हामी लामो ट्रेनिङमा टिम लिडर हुन्छ होइन? टिमहरू हुन्छन् होइन? किचन ड्युटी गर्ने एउटा यस्तो होइन, हप्ता हप्तामा टिम लिडर चेन्ज हुन्छ होइन? हो त्यसरी नै ईश्वरले विकेन्द्रीकरणको सिद्धान्त अहिले धरतीमा भएको पनि सम्पूर्ण कुरा ईश्वरको छाया यो धरतीमा भइरहेको छ। जस्तै राज्यमा राष्ट्रपति बनाउने, प्रधानमन्त्री बनाउने, तल 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 गर्दै विकेन्द्रीकरण होइन, यो त्यसको यो सिस्टम छ नि, यो पनि परमेश्वरको कपी हो। धरतीमा बत्ती बलेको छ, यो ईश्वरले धरतीको लागि सूर्य बत्ती बनाउनु भयो, त्यसको कपी हो। ईश्वरले चराचुरुङ्गी बनाउनु भयो, मानिसहरूले प्लेनहरू बनाए, त्यो पनि कपी हो। हरेक कुरा ईश्वरले धेरै प्रकारका रङहरू बोट बिरुवामा बनाउनु भयो र मान्छेहरूले त्यही रङहरूलाई त्यहाँबाट अनुभव गरेर यस्ता रङ बिरङका लुगाहरू बनाएका हुन्। जे कुरा धरतीमा मानिसले गरेका छन्, हामीहरू इमेज अफ गड हौँ, हामी परमेश्वरका के हौँ? स्वरूप हौँ, उहाँका प्रतिरूप हौँ। हामीले जे गर्छौँ परमेश्वरको अगुवाईमा गर्छौँ धरतीका मानिसले। यो कुरा बुझिराख्नुहोस्। अनि उहाँले स्वर्गदूत बनाइसकेपछि 3 भागमा बाँड्नु भएको छ यो स्वर्गदूतलाई। स्वर्गमा परमेश्वरले धेरै हजारौँ वर्षपछिको कुरा हो। यी 100 करोड स्वर्गदूतलाई कति भागमा बाँड्नुभयो? 1, 2, 3 भागमा बाँड्नु भएको छ। र त्यो 3 भागमा बाँड्नुभयो र तिनीहरूका टिम लिडर राख्नुभयो। यसको टिम लिडर मानौ यसलाई मान्नुभयो, यसको नाम माइकल राख्नुभयो। सुन्नुभएको छ माइकल भन्ने स्वर्गदूतको नाम? अर्को ग्रुप यो ग्रुपमा एउटा मानौ यसलाई चुन्नुभयो, यसको नाम के राख्नुभयो? गब्रिएल। गब्रिएल सुन्नुभएको छ? अर्को यो ग्रुपको टिम लिडरलाई के राख्नुभयो? लुसिफर।
लुसिफर तीनटा ग्रुप गरेर त्यो तीनटा ग्रुपलाई ग्रुप विभाजन गरेर तीनटाको लिडर पहिला सबै जे पनि आवश्यक पर्थ्यो आएर परमेश्वरलाई सोध्थे के गर्नु पर्यो, यो गर्नु पर्यो, यो चाहियो, त्यो चाहियो, सबै आएर परमेश्वरलाई सृष्टिकर्ता ईश्वरलाई सोध्थे भने अब पछि ईश्वरले धेरै पछि अब हैन अब यिनीहरूलाई अब छुट्टै जिम्मेवारी दिन्छु भन्ने सोच आयो होला। जो सोच अहिले तपाईँ हामीमा पनि छ। धेरैजना भयो भने के हुन्छ, जिम्मेवारी बाँडफाँड गरिन्छ। अनि त्यसरी यो ईश्वरीय सोच हो जुन हामीहरूमा उनको कपी नै छ। यो कुरा याद गर्नुहोस्। अब उहाँले ईश्वरले भन्नुभयो सबै अब म खान आऊ, तिमीहरूलाई ग्रुप विभाजन गर्छौ। अब तिमीहरूलाई के आवश्यक पर्यो भने के गर, तिम्रो टिम लिडरलाई पहिला जानकारी देऊ। मैले टिम लिडरलाई जिम्मेवारी दिएको छु, उसले नै त्यो काम समाधान गरिदिन्छ। यदि त्यो लिडरले दिन नमिल्ने, गर्न नसक्ने जिम्मेवारी बल्ल त्यो लिडर आउँछ, म कहाँ आउँछ अनि मैले त्यसको समाधान गर्छु भनेर यो विकेन्द्रीकरणको सिद्धान्त लागू गर्नुभयो। लिडरलाई धेरै शक्ति र अधिकार दिनुभयो, धेरै शक्ति र अधिकार दिनुभयो, धेरै शक्ति र अधिकार दिनुभयो। अनि भन्नुभयो ल तिमीहरूले के गर, आफ्नो ग्रुपलाई यस्तो यस्तो गरी व्यवस्थापन गर, रेखदेख गर, सञ्चालन गर भनेर लिडरलाई भन्नुभएको छ। अनि यो धेरै राम्रोसँग चल्यो। परमेश्वरलाई के भयो, लोड कम भयो। अनि उहाँहरू जे सोच्नु छ अरू सोच्न थाल्नुभयो र गर्दा गर्दा यो पनि हजारौँ वर्ष राम्रोसँग चल्यो। तर एक दिनको कुरा के भयो भने सुन्नुहोस् है, एक दिनको कुरा यो लुसिफर भन्ने स्वर्गदूतलाई यति प्राउडनेस आयो, गर्व हुँदै हुँदै घमण्ड फिल भयो। वाह, यति शक्ति पाए, यत्रो 33% स्वर्गदूतलाई ह्यान्डल गर्नलाई त सानोतिनो पावरले त पुग्दैन। धेरै ठुलो पावर दिनुभएको परमेश्वरले, धेरै ठुलो अधिकार र शक्ति दिनुभयो। ल यो पनि तैँले गर, तिनीहरूको लागि ऊ पनि तैँले गर, त्यो पनि तैँले गर, धेरै अधिकार दिनुभयो। तब यिनीहरूले चलाइरहेका थिए। चलाउँदै गर्दा पछि अन्तमा यस्तो स्टेजमा पनि पुग्नुभयो परमेश्वर, सबै तिमीहरूले नै गर। तर आराधना गर्दाखेरि, धन्यवाद दिँदाखेरि के गर, सबैले मिलेर अनि मलाई धन्यवाद देऊ, म तिम्रो सृष्टिकर्ता हुँ, म तिम्रो परमेश्वर हुँ। स्तुति आराधना धन्यवाद दिँदाखेरि सबैले मलाई धन्यवाद देऊ किनभने म सृष्टिकर्ता हुँ। त्यो आदर राख, अरू तिमीहरू सबै तिमीहरू आफै गर भनेर भन्नुभएको थियो। र एक दिन यो लुसिफरले के भन्यो भने आफ्ना टिमलाई अब म पनि परमेश्वर जति नै भइसकेको छु, अब के गर, तिमीहरू मलाई धन्यवाद देऊ, म मात्र गएर माथि परमेश्वरलाई देऊ। एक दिन यस्तो घटना घट्यो र त्यो घटना घटिसकेपछि अनि सुरुमा सुन्दाखेरि अनौठो लाग्यो यी आत्माहरूलाई। पछि त्यही कुरा मानेर सबै धन्यवाद स्तुति प्रशंसा गर्दै गएर लुसिफरलाई गर्नु थाले। परमेश्वरले गर्ने स्तुति आराधना, यसको तल कहीँ सबैले यो लुसिफरलाई स्तुति आराधना गर्न थाले। त्यसपछि परमेश्वरले अनि त्यो टिम नआउँदा अनि उहाँले सोध्नुभयो किन भनेर लुसिफर कहाँ गएर सोध्नुभयो। अनि यस्तो किन भनेर भन्दा लुसिफरले के भन्यो, मलाई पनि त यो स्टेजमा ल्याइसक्नुभयो, म पनि त तपाईँभन्दा कहाँ कम छु र, तपाईँको लगभग तपाईँ जति नै भइहाल्यो। अब यिनीहरूले मलाई स्तुति आराधना गर्छन्, म तपाईँलाई गरौँला भनेर उसले आफूले नियम बनायो। तब परमेश्वरले के भन्नुभयो भने यो तँलाई कसरी याद भयो लुसिफर, यो तैँले किन सोचिस्, यदि त्यस्तै गर्नुपर्ने थियो भने त त्यो एक दिन आउला, म भन्छु कि म सल्लाह दिन्छु ल यो पनि गर भनेर। एक दिन ठिक छ तँलाई नै स्तुति आराधना गर्नुपर्ने बेला आयो भने म भन्छु, तर मैले भन्नुभन्दा पहिल्यै तँ किन जान्ने हुन्छस्। एउटा परिवारमा एउटा मुख्य लिडर एउटा हुन्छ सञ्चालक होइन, त्यसको सरसल्लाहमा चलेन भने परिवार बिग्रिन्छ। त्यसरी नै संसारको सृष्टिकर्ता परमेश्वरको सल्लाह नीति निर्देशनमा माइकल पनि चलेका छन् र माइकलका स्वर्गदूत पनि चलेका छन्, गब्रिएल पनि चलेका छन् र गब्रिएलका स्वर्गदूत पनि चलेका छन्। लुसिफर पहिला पहिला चलेको थियो, तर एक दिन यसले म पनि त परमेश्वरभन्दा कहाँ कम छु, म पनि परमेश्वर जति नै छु, अब तिमीहरूले परमेश्वरलाई स्तुति आराधना गर्नु पर्दैन, मलाई गर्नुपर्छ भनेर परमेश्वरले अधिकार नदिँदै खुद आफै व्यवस्था गरेर आफै नियम लगाइसकेपछि यो के भयो, आज्ञा उल्लङ्घन भयो। त्यो लुसिफरको घमण्डको कारण थियो। त्यसपछि परमेश्वरले धेरै पटक उहाँ लुसिफरलाई भन्नुभयो, लुसिफर
जे कुरा गर्नुपर्छ त्यो बेला आयो भने म गर्छु, म भन्छु, मैले अराउँछु। म सृष्टिकर्ता हो, तिमीहरूको सृष्टि गर्ने म हो। म छँदा छँदै मैले सल्लाह दिँदाखेरि आफै मलाई नसोधेर जे पाते गर्न मिल्दैन र यसरी घमण्डी हुन मिल्दैन भनेर बार बार परमेश्वरले लुसिफरलाई भन्दा लुसिफरले मानेन। बरु उल्टे के भन्यो, म तपाईँभन्दा के फरक छु, मैले लगभग तपाईँ जति नै भइहालेँ नि, मलाई यति धेरै पावर भइसक्यो। परमेश्वरले दिएको कुरा फिर्ता लिनुहुन्न, त्यो कुरा बिब्लिकल ल हो होइन। दिएको कुरा फिर्ता लिनुहुन्न, जे अधिकार दिनुभयो त्यो खोसेर फिर्ता लिनुहुन्न। तर के अरे सल्लाह दिएर, सुझाव दिएर सुधार्ने प्रयास गर्नुहुन्छ होइन। आइसक्यो निद्रा? अब सुधार्ने प्रयास गर्नुहुन्छ। सुन्नुहोस् है, तर जति सुधारे पनि लुसिफर के मानेन, लुसिफरले मानेन। बरु म तपाईँसँग बस्दिनँ, बरु म तपाईँबाट टाढा बस्छु, म यही नै गर्छु, मलाई यही ठिक लाग्छ भनेर लुसिफरले भने। यो कुरा बाइबलमा पनि उडन्ते पुत्रको कथा तपाईँहरूलाई थाहा छ होइन, स्टोरी। मलाई मेरो सम्पत्ति दिनुहोस्, बरु म टाढा जान्छु, मेरो सम्पत्तिमा जे गरे गर। लुसिफरले पनि त्यो कुरा सुरुमा त्यो लुसिफरले गरेको, मलाई जे अधिकार दिनुभयो, जे शक्ति दिनुभयो, अब तपाईँ पनि चाहिँदैन बाबु, म आफै जे गर्छु भनेर भनिसकेपछि उसले के सोचेको थियो लुसिफरले, बरु म यहाँ नबसौँला, पर गएर बसौँला, म अब मेरो राज्य सुरु गर्छु भनेर लुसिफरले सोच्यो। तर लुसिफर भन्दा हजारौँ गुणा ठुलो सोच त परमेश्वरको छ। हामीहरूको सोचभन्दा लाखौँ करोडौँ गुणा ठुलो त परमेश्वरको सोच छ। हामीहरूको विश्वका विद्वानहरूको दिमाग पनि कति ठुलो हो थाहा छ? वर्षा हुन्छ नि, वर्षा आउँदै थोपा आउँछ होइन। मानिसको विश्वका टप लेभलका विद्वानको या तपाईँ हामीहरूका सोच पनि वर्षाको थोपा जस्तै दिमाग बुद्धि हो। र परमेश्वरको बुद्धि भनेको के हो? समुद्र हो। परमेश्वरको बुद्धि क्यापेसिटी भनेको ओसन जस्तै हो, समुद्र जस्तै हो। मानिसहरूको बुद्धि भनेको वर्षाको थोपा जस्तै हो। र लुसिफरको बुद्धि पनि परमेश्वरको बुद्धिको अगाडि त्यस्तै पानीको थोपा जस्तैको बुद्धि हो। तब ईश्वरले बार बार सल्लाह दिँदा नमान्दा अन्तमा परमेश्वरले स्वर्गको पल्लो कुनामा होइन, स्वर्गभन्दा बाहिर राख्ने योजना गर्नुभयो। सुन्नुहोस् है, लुसिफरलाई स्वर्गभन्दा बाहिर राख्ने योजना गर्नुभयो। अनि परमेश्वरले भन्नुभयो, लुसिफर, घमण्ड गर्नु पाप हो, अटेरी गर्नु पाप हो, अहम्पना गर्नु पाप हो। स्वर्गमा पापको रेशा पनि रहन सक्दैन। अब केही उपाय गर्नु पर्यो नि त परमेश्वरले। अब पाप उत्पन्न गर्यो, लुसिफरबाट पाप उत्पन्न भयो, जुन कुरा ईश्वरको आज्ञा नमानेर अनाज्ञाकारी भयो। र स्वर्गमा त्यो अनाज्ञाकारिता, त्यो हट्टीपन, त्यो घमण्डीपन स्वर्गमा राख्न मिलेन। त्यहाँ पछि परमेश्वरले के गर्नुभयो, लुसिफरकै कारण स्वर्गभन्दा बाहिर केही अर्को ठाउँको व्यवस्थापन गर्नुपर्ने भयो। बल्ल त्यहाँ पछि ब्रह्माण्डको सोच परमेश्वरलाई आएको, युनिभर्सको सोच पछि परमेश्वरलाई आएको।